त्यही भएर मेरो आन्टीहरूसँग अनि त्यसपछि म चाहिँ आज छिटो छिटो रेडी भएँ कि ढिलो भइसकेको थियो अनि त्यही भएर चाहिँ मेरो आउटफिट ल्याएँ अब यहाँ जान्छु ल अनि त्यसपछि तपाईँलाई के हुन्छ कस्तो हुन्छ म देखाइरहन्छु बाई म चाहिँ मेरो गन्तव्यतिर लागेँ म चाहिँ अघि नै आएर बसिसकेँ होइन किनकि मलाई मम्मीले अघि नै आइज भन्नुभएको थियो अनि हेर न गाइस मलाई चाहिँ यहाँ पर्खाएर कस्तो हो र यस्तो त गर्न पाइँदैन है अघि नै आएर बसेको हो म यहाँ 10 मिनट भइसक्यो मलाई लाज लागिसक्यो यहाँ I'm just waiting मेरो फेस आज कस्तो ग्लो भइरहेको अहिले चाहिँ हामी यहाँ पुरानो कण्डको मन्दिरमा आइपुग्यौँ हाई अनि हामीले यहाँ छ तपाईँहरूलाई म देखाउँछु र पछाडि अनि हामी चाहिँ आज चाहिँ बाटोमै बसमै छौँ हामी चाहिँ अलिक मलाई टाइम लागेको छ अनि यहाँ छ बहिनी हाई भन्नु अनि यहाँ यस्तो बसमै छ मेरो भाइ यहाँ छु गाइसहरू अनि एकछिन तपाईँहरूलाई देखाउँछु अहिले चाहिँ म यहाँ हल्का नर्भस छु त्यही देखो न गाइस क्या नाटक है मेरा ये खाजा हामी खाजा खान लागेको सबैजना हुनुहुन्छ अनि म चाहिँ यहाँ छु अब खाएँ ल तपाईँहरूलाई आलु देखाउँछु म खाएँ ल हामी चाहिँ यहाँ फोटो खिच्दैछौँ सबैजना हेर्न सक्नुहुन्छ सबैजना फोटो खिच्दैछ आफ्नो हामी कस्तो हुँदैछ एकदम रमाइलो भइरहेछ खाजा खाँदैछौँ हामी तपाईँलाई एकदम रमाइलो तपाईँलाई घुम्न पाएर हो यति रमाइलो सेलरोटी पनि बनाइदिएर भन्छ साथीहरूले कस्तो मिठो भइरह चाहिँ यहाँ नगरकोटमा छन् मेरो चाहिँ आउटफिट भाइ आइसक्रिम मलाई आइसक्रिम म देखाउँछु मैले भाइले चाहिँ मलाई आइसक्रिम किनिदिएको त्यहाँ हेर्न सक्नुहुन्छ म चाहिँ तपाईँहरूलाई अब चाहिँ बाहिरको भ्यू पनि देखाउँछु हेर्न सक्नुहुन्छ भ्यू चाहिँ यस्तो राम्रो सुन्दर होइन यस्तो पिस छ अनि त्यसपछि तपाईँहरू पनि यस्तै पिस खोज्दै हुनुहुन्छ भने चाहिँ नगरकोट जानुहोस् राम्रो छ चाहिँ अब फर्किन गएको अनि त्यसपछि हामी चाहिँ अब अर्को ठाउँ जाने हो के हो मनुमैचा खै के भन्ने टाइपको ल्याइसक्यो भाइले कहाँ जाने अब हामी चाहिँ अब यहाँबाट फर्केर अर्को ठाउँ जाने मेरो फोटो नै एउटा राम्रो नै आएन सोचिरहेको छु यो ब्लगमा हाल्दैन किनकि मैले के बनाएँ भने थाहा छैन अब चाहिँ हामी त्यहाँबाट बिदाई भएर चाहिँ हामी अब सबैजना गाडीमा चढेर चाहिँ हामी के अरे ओम शान्ति त्यहाँ जाँदैछौँ अनि त्यही हो सबैजना चाहिँ हल्ला गर्दै कोही सुत्दै कोही नाच्दै कराउँदै जाँदैछौँ फाइनल हाम्रो डेस्टिनेसन चाहिँ आयो ल तपाईँहरूलाई मलाई ठाउँ चाहिँ एकदम रमाइलो राम्रो लाग्यो लाइक कस्तो शान्त छ कि पिस हामीलाई चाहिँ एकजना गाइडले चाहिँ हामीलाई यहाँको फिल्डहरू सबै भिजिटको लागि गाइड गर्दै हुनुहुन्थ्यो शरीरलाई यस्तो लतपत थियो अनि हेर्नुहोस् न पान्डा कस्तो क्युट छ त्यहाँको चाहिँ म चाहिँ पुरा देखाइरहेको थिएँ होइन आफ्नै पारामा अनि त्यसपछि हामी चाहिँ हिँड्दै थियौँ अनि फेरि मेरो थोप्रा देखाउनु परिहाल्छ आफूलाई चाहिँ होइन अनि त्यसपछि फेरि हामी गयौँ अनि तर कस्तो राम्रो थियो कि त्यहाँको एरियाहरू चाहिँ होइन यो ताल नि कस्तो राम्रो अनि त्यसपछि यो पुल झन् कस्तो दामी छ अनि फेरि यहाँ पनि एउटा ताल छ अनि तालको माथिपट्टि हेर्नु न झरेर कस्तो राम्रो अनि म चाहिँ हेरिरहेको छु यो पान्डा झन् कस्तो दामी म जस्तै देखो न गाइस बर्दियाको बाघ आयो बर्दियाको बाघ
अनि त्यहाँ बाबा र मम चाहिँ पुरा टिकटक बनाउँदै हुन्छ कस्तो झन्डै लडेन अनि जस दामी ठाउँ चाहिँ यस अनि गाइस होइन एउटा कुरा चाहिँ मैले भिडियो बनाएको उसलाई पनि बनाउनु पर्ने रे के साह्रो चटक ओएमजी मैले चाहिँ भाइलाई भिडियो बनाइदिएँ भनेको थियो तर त्यसले मेरो भिडियो के बनाइदियो मलाई पनि थाहा छैन तर म हेर न त्यो बच्चा जस्तो चुलबुली गर्दैछु घरि के गर्दैछु मलाई पनि थाहा छैन अनि मेरो पारेर हेर्न सक्नुहुन्छ त्यो पुरा मालिक जसरी बसिरहेको छु डु गर्दै चाहिँ फर्किसकेको अनि चिकन अनि यहाँ चाहिँ सबजना हुनुहुन्छ अनि म चाहिँ यहाँ चाहिँ छैन हेर्न सक्नुहुन्छ सबैजना उहाँहरू चाहिँ सबैजना संस्थाको मान्छेहरू हो संस्था भन्दा नि मलाई चाहिँ थक लाग्यो त्यही भएर म बोल्न सकेन उसको के हो फेरि भन्नु आएको नै योगाको कस्तो बिर्स्यो र अनि यहाँ हुनुहुन्छ थके लाग्यो मलाई त म आइपुगेँ गाइस त्यही हो म लास्ट थकेको छु है अनि मेरो हालत हेर्न सक्नुहुन्छ अनि गाइस एउटा कुरा यो चाहिँ मेरो घरबाट आएको सामान अनि त्यही हो अब म यहीँ इन हाल्छु कस्तो लाग्यो होला तपाईँहरूलाई अब थाहा भएन है त्यही हो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला बाई